फोटोसिन्थेसिस र रेस्पिरेसन बीचको डिफरेन्सेस यस प्रकार रहेको छ। फोटोसिन्थेसिस एनाबोलिक प्रोसेस हो। प्लान्ट्सहरूले फोटोसिन्थेसिसको प्रोसेसले ग्लुकोज बनाउने गर्छन्। रेस्पिरेसन भनेको क्याटाबोलिक प्रोसेस हो। प्लान्ट्सहरूले रेस्पिरेसनको प्रोसेसले ग्लुकोजलाई ब्रेकडाउन गर्छन् र इनर्जी प्रोड्युस गर्छन्। फोटोसिन्थेसिस क्लोरोप्लास्टमा हुन्छ भने रेस्पिरेसन माइटोकन्ड्रियामा हुन्छ। फोटोसिन्थेसिसले लाइट इनर्जीलाई केमिकल इनर्जीमा कन्भर्ट गर्ने गर्छ। यसमा प्लान्ट्सहरूले सनलाइटको मद्दतले ग्लुकोज प्रोड्युस गर्ने गर्छन्। रेस्पिरेसनमा केमिकल इनर्जी अर्थात् ग्लुकोजलाई युजेबल इनर्जी एटिपीमा कन्भर्ट गरिन्छ। फोटोसिन्थेसिसमा कार्बन डाइअक्साइड एब्जर्ब हुन्छ र अक्सिजन रिलिज हुन्छ भने रेस्पिरेसनमा अक्सिजन एब्जर्ब हुन्छ र कार्बन डाइअक्साइड रिलिज हुन्छ। फोटोसिन्थेसिसमा लाइटको आवश्यकता पर्छ, त्यही भएर यो दिउँसो मात्रै हुने गर्छ भने रेस्पिरेसन लाइटमा डिपेन्डेन्ट नहुने भएकोले यो कन्टिन्युसली दिउँसो र राति हुन सक्छ। यी भए फोटोसिन्थेसिस र रेस्पिरेसन बीच रहेका केही डिफरेन्सेसहरू।